पनि समस्या गर्छ, माछा मासुले पनि समस्या गर्छ। यसलाई डिटक्स कसरी गर्छ त? डिटक्स गर्नु पर्यो नि त। कसरी पानी लिन्छ त भनेपछि म तीनवटा एक्सपेरिमेन्ट अझै देखाउँछु। जस्तै एक प्रकारको तेल, तपाईलाई तेल त हामी सबैले बिना तेलको स्वास्थ्य के भन्छ स्वस्थ भोजन स्वादिलो भोजन परिकल्पना गर्न सक्दैन। तेल बिना गर्न सकिन्छ? सकिँदैन। भनेपछि त्यो तेल पच्छ कि पच्दैन कुरा भन्नुस्। तेल पच्छ कि पच्दैन भन्नुस् त मलाई? पच्दैन। र आजसम्म पच्छ भने कुनै माध्यमै आएको छैन। कति गाह्रो पऱ्यो होला शरीरलाई, त्यो लिभरले कति गाह्रो पऱ्यो होला तेल पचाउनको लागि। पचाउन सक्यो आज भिड लगायो भने हाम्रो पेट टेकेको देखिन्छ। निजले तेल 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 त्यसलाई डिटक्स गर्नको निम्ति पानी, यो ओआरपी नेगेटिभ पानी शुद्ध पानीले काम गर्छ। कसरी गर्छ अब म तपाईलाई त्यसको डेमो देखाउने बेला छु। यहाँ हेर्नुस्, मैले दुईटा गिलासमा एउटामा नर्मल वाटर राख्छु, अब यहाँ मैले तेल पनि हेर्नुस् त कस्तो मजाले प्याकिङ लिएर आएको छ। पेन छ सर, यसलाई टोपी टोपी फोल्ड गर्नु यसरी। यसरी पेटमा मोप्यो भने त्यो सबै यसरी निस्किन्छ है सर। अब यहाँ हेर्नुहोस्, मैले ल यहाँ दुईटा गिलासमा सेम तेल हो। हाम्रो तेल पकाउँदा पनि यो तेल गल्दैन, जति पकाएको तेल गल्दैन किन होला, र खाएपछि पनि तेल गलेर बाहिर निस्किँदैन। धेरै अप्ठ्यारोले धेरै भनेपछि यहाँ नर्मल पानी छ, सबभन्दा राम्रो पानी आजसम्मको बुझेका, आजदेखि होइन आजसम्मको बुझेका। अब यो त्यसै गरी यो हाम्रो फलाक्ने पानी हो। अब यहाँ हेर्नुहोस् त, पानी यदि पनि दिएको भने त दुईटैमा यसले घुलाइदियो, यसले घुलाउन सक्यो। यसरी तेललाई पनि अल्कलाइन वाटरले के गर्छ, घुलाउन सक्छ। त्यसले गर्दा जति चिल्लो खाँदा पनि अल्कलाइन वाटर खानालाई कहिले पनि ग्यास्ट्रिकहरू ढ्याउढ्याउ हुने चाहिँ हुँदैन। किन भन्दाखेरि यसको काम यसै हो। हेर्नुहोस्, खोइ ताली बजाउनु भएको। टेस्ट छ। मैले भने पानी खाने बित्तिकै शरीरमा पुरा फैलिहाल्छ। खाऊ कसरी? अरू पनि पानी सबै फैल्नु पर्दैन, सबै किन फैल्दैन होला, यही पानी किन फैलिन्छ भन्दाखेरि जति पानी एब्जर्ब गर्ने क्यापेसिटी जुन पानीमा हुन्छ त्यो चाहिँ छिटो फैल्छ। जुनमा एब्जर्बेसन क्यापेसिटी हुँदैन त्यो चाहिँ फैलिँदैन। भनेपछि माइक्रो क्लस्टर वाटर मैले भने नि त्यो छ कि माइक्रो क्लस्टर वाटर के हुन्छ, एकदमै भित्रसम्म जहाँ जहाँ जानु पनि त्यहाँ गइहाल्छ, नजान सक्ने चाहिँ जाँदैन। भनेपछि अब यहाँ मैले एउटा अर्को डेमो देखाउँदैछु। यो बेसार हो। अब म दुईटा पानी सँगसँगै यसमा राख्छु। पानी नै राखेको होइन दुईटामा। दुईटा कलर किन आयो? बसार त एउटै थियो, बेसार एउटै हो, कलर दुईटा किन आयो भनेपछि यो जेलफ्लोको पानी यति सुसु पानी हो कि त्यो भित्र गएर त्यसको हरेक चिजलाई के गरेर बाहिर लिएर आयो, निकाल्दियो, फ्लेभर त्यसको सबै निकाल्दियो। यसले केही गर्न सकेन, पानी नै हो, समान एउटै हो। खाना त हामी हालेर निकाल्छौँ, तर यो यसले हेर्नुहोस् त यहाँ लाइभ तपाईँको गाडी छ। खोइ तालिमले बोल्नु पर्छ। अब के मजाको। अब मलाई भन्नुहोस्, पानी हाम्रो जेलफ्लो कम्पनीको बेसिक प्राइस कति हो? 28,600। क्यालकुलेटर निकाल्नुहोस् त, म निकाल्छु।
तपाईलाई महँगो हो कि सस्तो त्यो पनि म देखाउँछु। पानी त मजाको सबै कुरा बुझ्यो, लास्टमा आएर पैसा अड्किने हो के त्यो पनि स्पष्ट गरिदिन्छु म, होइन सर? लास्टमा व्यवहारमा पैसा आएर अड्किन्छ, बाँकीमा सबै हामी किनेर भयो नि। कसैलाई कुनै डाउट छ जेट फ्लोको पानीमाथि? अब हेर्नुहोस् 28,600 हामी 1 वर्षको लागि लिन्छौँ। डिभाइड 365 दिन, एक दिनको पैसा खर्च तपाईको 78 रुपैयाँ 79 रुपैयाँ पर्यो। एक दिनको खर्च 78 79 80 रुपैयाँ भन्नुस्। 80 रुपैयाँमा कति जना यसको प्रयोग गर्छौं? कम से कम नभए 5 जना 6 जना त घोटा गर्न हुन्छ। डिभाइड गरिदिनुस् 6 जना, 13 रुपैयाँमा तपाईले अल्कलाइन वाटर पकाउनदेखि पिउन समेत प्रयोग गर्नको लागि 13 रुपैयाँ महँगो कि सस्तो भन्नु सर? कति सस्तो किन भन्दाखेरि 1 लिटर अल्कलाइन वाटरको भ्यालु अहिले पनि बजारमा सामान्य तरिकाले पनि किन्न जानु भयो भने 200 रुपैयाँ लिटर 1 लिटर पानी। अल्कलाइन दिनमा कति लिटर पानी खाइन्छ? 3 लिटर 4 लिटर। एरे बाबा धेरै महँगो छ, म 2 लिटर खाए पनि त 200 400 रुपैयाँ भयो। 400 रुपैयाँ डेली तपाई किनेर खान सक्नुहुन्छ? अवस्था छ त 400 खर्च गर्नुपर्ने, तर सकिन्छ सकिँदैन? त्यही चिजलाई तोडेर जेटफ्लोले के गर्यो? 10 रुपैयाँ 12 रुपैयाँ 15 रुपैयाँमा तपाईले घरमा पिउन पानीदेखि पकाउने समेतलाई ल्याइदियो। कति सस्तो। अब यो भन्दा पनि अझै सस्तो, यो त पहिलो वर्षको कुरा गरेको के 1 वर्ष मात्रै पानी खाएर बाँचिन्छ त? बाँचिदैन नि, पानी त वर्षसम्म खानुपर्छ। अब पहिलो वर्षलाई छोड्दिनुस्, गाडी लिए जस्तै छोड्दिनुस्। 2-4 लाख 10 लाख 20 लाख त गाडीमा एकचोटि खर्च गरिन्छ। पटक कसले खर्च गर्छ? गर्दैन। गर्ने हो सर्भिस र मेन्टेनेन्समा, तेलमा सकिन्छ, भुले गाडी लिन्छ सकिँदैन, उ पनि लिँदैन। एक्ज्याक्टली मेसिनले पनि के गर्छ? एकचोटि खर्च मात्रै गराउँदैन, यसले हरेक वर्ष 2-4 हजार खर्च गराउँछ। यो पनि ढुकाउनु होला। यत्रो आज कसैले कुनै लिडरले आएर मलाई पढाइदियो मैले मसिनले, भोलिको दिनमा तपाईलाई आज मसिनले पनि तपाईँ सधैँभरि अब खर्च हुनेवाला छैन, पैसा बच्च हुँदैन हजुर, यसमा पैसा लाग्छ। यो चाहिँ बेसिक कुरा बुझिराख्नुहोस्। जसरी भए पनि 2-4 हजार त खर्च हुन्छ। मानिसले 5,000 खर्च भयो यो वर्ष, ओके? अब त दोस्रो वर्ष कति खर्च आयो? 5,000। अब 5,000 को म क्याल्कुलेसन गर्छु, फेरि सेम 5,000 भागा 365 दिन त पानी खानु पर्यो। एक दिनको खर्च 13 रुपैयाँ। 13 रुपैयाँ फस्यो, मतलब प्रयोग कति जनाले गर्छौं? 6 जनाले गर्छौं। अब 2 रुपैयाँ आयो। दोस्रो वर्षदेखि 2 रुपैयाँदेखि 5 रुपैयाँ खर्च गर्न कसैलाई समस्या छ सर अहिलेको समयमा? 5 को कुनै भ्यालु छ कुनै ठाउँमा? आज बजार गयो भने 510 रुपैयाँ एउटा स्प्रेड एउटा फ्री लिन्छ, एउटा प्याज एउटा खाइदिन्छ। एउटा भिखारी आउँछ सडकमा डेली 2 भिखारी आउँछ 5 को 10 रुपैयाँ लिएर जान्छ। भ्यालु हुन्थ्यो भने हामी दिँदैन थियो के सर? भ्यालु छैन भने हामी त्यसरी 2-4 रुपैयाँ 5 रुपैयाँ खर्चमा यो भ्यालुबल पानी जुन वास्तवमा अमृत समान पानीलाई जीवन, पानी वास्तवमा जीवन बनाउने, स्वस्थ बनाउने पानीले भनेको यो एन्टिअक्सिडेन्ट अल्कलाइन वाटर हो। यसको लागि 2-4-5 रुपैयाँ खर्च भनेको एकदमै सामान्य। अब यस्तो लेभलको पानी जुन हिजोको समयमा यही पानी यही मसिन 4 लाख 5 लाख रुपैयाँ खर्च गरेर किन्नु पर्थ्यो भने आज हामीले 30,000 40,000 खर्चमा यो मेसिन उपलब्ध गराइसकेका छौं। भनेपछि कति राम्रो प्रविधि जस समय अनुसार प्रविधिले पनि धेरै कुरा अपडेट गरेको छ। तर अब चाहिँ हामी पानीमा आँखा चिम्म गरेर विश्वास नगरौँ। पानी जचाउँ, घरको पानी जचाउँ। आफ्नो पानीको के थाहा तपाईँ घरकै पानी यस्तै होला कि? तर जचाउनु त पर्यो नि। जचाउनु भन्ने मान्यता पहिलो राखौँ। जाँचिसकेपछि समस्या आयो भने इमिडिएटली हामी जेटफ्लोलाई सम्झेर यसको विकल्पमा जाउँ। यसको विकल्प जुनसुकै बोरिङ, नाल, धारा, जुनसुकै लेभलको पानी, जतिसुकै आइरन, आर्सेनिक, जुनसुकै कन्डिसनको पानी भयो भने त्यो पानीलाई स्वस्थकर पानी बनाउने ग्यारेन्टी कसले लिन्छ? जेटफ्लोले लिन्छ। हजुरसँग केही प्रश्न दिन चाहन्छु? कसैसँग प्रश्न छ? प्रश्न